नेपाल इमर्जेन्सीमा पैसा पठाउनु छ। अब स्यालेरी पनि आएको छैन, चिनेको जति सबैसँग पैसा सापटी मागेर भ्याइसके। अब कोसँग पैसा माग्ने होला त? यही सुशीलेसँग माग्छु। अन्त पहिला पनि तिर्नै बाँकी छ, यहाँ लाजै पचाएर माग्छु। नाइ बन्न सक्दिन निमले। हेर हेर यो फुलेको बुढी लास्ट शर्मा केही छैन, पैसा दिनुपर्छ लुकी लुकी हिँड्थे। आज त पैसा मागेरै छोड्छु जसरी पनि। ए भाइ, हजुरको आयु त लामो छ के? मैले भर्खरै हजुरलाई सम्झेथेँ। लौ न भाइ, मेरो बुवा सिकिस्तै बिरामी हुनुहुन्छ नेपालमा, मलाई 2000 सापट्टि चाहियो। हुन त पहिला पनि दिनै बाँकी छ, म एकैचोटि दिन्छु क्या। मान्छेलाई लाज पछि के लाग्दो रहेछ र? हेर न, पहिलाको पैसा दिनै बाँकी छ, उल्टै सापट्टि लिएर बहाना पनि कति जानेको हुन् कि यिनीहरूले। बहिनी के सोच्नु भएको? के होइन, अब तपाईँले पहिलेकै पैसा दिए होइन, अब मैले के भनौँ तपाईँलाई? फेरि बाउ बिरामी भन्नुहुन्छ, अब मैले मागौँला भनेको थिएँ, अब तपाईँले उल्टै माग्नुहुन्छ। बाउ बिरामी भएपछि अब नदिनु पनि भएन। अब कस्तो अप्ठ्यारो पार्नुहुन्छ भाइ तपाईँले त मलाई। घरै आउनुहोस्। हस्, धन्यवाद बहिनी। कस्तालाई साथी बनाइएछ, न निल्नु न उकाल्नु भन्थे।